यो हेर्नुहोस्, यो अन्जिरको बोटले कति सुन्दर जराहरू निकालेको छ हेर्नुहोस्। र म चाहन्छु तपाईहरूले एकदमै महत्त्वपूर्ण विवरणमा ध्यान दिनुहोस्। यो तरिकाले केवल एक पटक मात्र पानी पाएको छ, अरू केही होइन। बाँकी कुरा एउटा रहस्य हो जुन म तपाईँलाई भिडियोभरि देखाउनेछु। यो तरिका सहारावी विधि भनेर चिनिन्छ, जुन परम्परागत प्रविधि हो ती क्षेत्रहरूमा जहाँ प्राय चिस्यान हुँदैन, तर त्यसो हुँदाहुँदै पनि उनीहरूले बोटहरूलाई आश्चर्यजनक रूपमा जरामा फुलाउन सफल हुन्थे। आज म तपाईँलाई यो विधि चरणबद्ध रूपमा सिकाउनेछु ताकि तपाईँले यसलाई सिक्न सक्नुहोस् र पूर्ण रूपमा सफल हुन सक्नुहोस्। चाहे तपाईँलाई समय नहोस्, चाहे तपाईँ धेरै सुक्खा मौसममा बस्नुहुन्छ वा तपाईँले हराउन नचाहेको फलफुलको बोट क्लोन गर्न चाहनुहुन्छ भने पनि। यो विधि आदर्श छ किनभने यसमा धेरै कम मर्मत आवश्यक पर्छ र सफलताको दर अत्यन्तै उच्च हुन्छ। यस प्रणालीबाट तपाईँ आफ्नो रुखको ठ्याक्कै प्रतिलिपि प्राप्त गर्न सक्नुहुन्छ। एउटा अन्जिरको बोट, अनार, स्याउको बोट, अर्थात् तपाईँको फार्म, बगैँचा वा बगैँचामा जे छ त्यो। अब हामी सामग्रीहरूतिर जाँदैछौँ। सहारावी विधिको लागि हामीलाई धेरै थोरै चिज चाहिन्छ। कालो माटो वा टर्फा वा बालुवा, यी मध्ये जुनसुकै पनि चल्छ। एउटा डिस्पोजेबल ग्लास वा सानो कन्टेनर, राम्ररी धारिलो कटर वा चक्कु, टेप, बान्ने डोरी वा पात्रो डोरी जसले अकोडो एयर लेयरिङलाई समात्न सहयोग गर्छ। र यसलाई छोप्नका लागि परम्परागत रूपमा सहारावीहरूले जस्तै कपडा वा कानो प्लास्टिक जसले चिस्यान राम्रोसँग जोगाउँछ। र त्यसका साथै अलिकति एलोभेरा। ठुलो पात चाहिँदैन, सानो पात भए पुग्छ। हामी एलोभेराको सानो टुक्रा काट्छौँ र भित्रको जेलको केही भाग निकाल्छौँ। त्यो जेललाई चक्कुले धेरै सानो टुक्रामा काट्छौँ। एउटा भाँडोमा त्यो एलोभेरा माटो, टर्फा वा बालुवासँग मिसाउँछौँ। मिश्रण चिसो नरम हुनुपर्छ तर तरल हुनु हुँदैन। यो मिश्रणले तीनवटा मुख्य काम गर्छ। हप्तौँसम्म पानी नहाल्दा पनि चिसोपन कायम राख्छ, घाउले प्राकृतिक रूपमा कीटाणुमुक्त बनाउँछ र जरामा बढ्न सहयोग गर्ने प्राकृतिक वनस्पति हर्मोनहरू दिन्छ। अब हामी अन्जिरको बोटतिर जाँदैछौँ। यस तरिकामा हामी दुईवटा काट्छौँ, एउटा एकपट्टि र अर्को विपरीतपट्टि। हामी गहिरो काट्छौँ, मानौ हामी हाँगालाई धारिलो बनाउँदैछौँ। हामी बोक्रा र क्याम्बियम हटाउँछौँ जबसम्म काठ देखिँदैन। त्यसपछि हामी ठिक यही कुरा विपरीतपट्टिमा पनि गर्छौँ। यी दुई काटाइहरूले बनाइएको रसको प्रवाहलाई आंशिक रूपमा रोक्छन्, जसले गर्दा हर्मोनहरू काटिएको भागमा जम्मा हुन्छन्। त्यो जम्मा हुनु नै बिरुवाले नयाँ जरा बनाउन सुरु गर्न आवश्यक पर्ने उत्प्रेरणा हो। अब हामी सहारावी हावामा जरा निकाल्ने विधि तयार गर्दैछौँ र यहाँ क्रम राम्रोसँग पालना गर्नु महत्त्वपूर्ण छ। पहिलो हामी सानो गिलास तयार गर्छौँ। हामी डिस्पोजेबल ग्लास लिन्छौँ र त्यसलाई माथिल्लो भागदेखि ग्लासको आधा भागसम्म ठाडो काट्छौँ, एक लम्बाइमा काट्ने गरी। यसले हामीलाई गिलासलाई अलिक खुला पार्न र हाँगामा मिलाउन सजिलो बनाउँछ। दोस्रो, हामी गिलासलाई हाँगामा राख्छौँ। हामी गिलासलाई अलिक खुला पार्छौँ र हाँगाको वरिपरि राख्छौँ, जसरी गर्दा गिलासको खोलिएको भाग ठिक त्यही पर्छ जहाँ दुईवटा काटाइ छन्। गिलासले घाउ परेको क्षेत्रलाई पुरै छोप्नुपर्छ। तेस्रो, हामी गिलासलाई बाँध्छौँ। जब गिलास राम्रोसँग राखिन्छ त्यसलाई टेप, डोरी वा कुनै बान्ने चिजले बाँध्छौँ। यो मजबुत हुनुपर्छ, हल्लिनु हुँदैन। चौथो, मिश्रणले बाँध्छ। अब ग्लास राम्रोसँग फिक्स भएपछि हामी त्यसको भित्र यल्लो र माटोको मिश्रणले भर्छौँ। यो बिस्तारै गर्छौँ, हल्का दबाएर, ताकि पुरै घाउ ढाकियोस्। पाँचौँ, एकपटक मात्र सिँचाइ गर्छौँ। हामी धेरै हल्का पानी हाल्छौँ, त्यो पनि केवल एकपटक। गिलासको ठाडो काटिएको भागबाट बढी पानी बाहिर निस्कन्छ। अब फेरि पानी हाल्ने छैन। एलोले हप्तौँसम्म चिसोपन कायम राख्छ। त्यसपछि हामी पुरै अक्कुडोलाई कपडाले छोप्छौँ, जस्तो परम्परागत रूपमा गर्थे, वा बढी सजिलो चाहियो भने कालो प्लास्टिकले पनि छोप्न सक्छौँ। यसले सिधा घामबाट जोगाउँछ र भित्रको चिसोपन जोगाइराख्छ। एक महत्त्वपूर्ण कुरा, सहारावी विधिलाई सामान्यतया थप सिँचाइको आवश्यकता पर्दैन। एकपटक मात्र पानी हाल्दा पनि यो विधि राम्रोसँग काम गर्छ। तर यदि असाधारण रूपमा हामीले देख्यौँ कि अकोडो भित्रको माटो धेरै सुक्खा छ भने त्यस अवस्थामा सानो थप पानी हाल्न सकिन्छ। र अगाडि बढ्नु अघि म तिमीलाई एकदमै रोचक कुरा भन्न चाहन्छु। सहारावीहरूले यो विधि मात्र प्रयोग गर्दैनथे, उनीहरूले कहिले गर्ने भन्ने कुरा पनि ध्यानपूर्वक छान्थे। उनीहरूले घट्दो चन्द्रमा हुँदा यो प्रक्रिया गर्थे। किनभने अनुभवले उनीहरूलाई थाहा थियो कि घट्दो चन्द्रमा हुँदा रुखको रस जरातिर झर्छ र माथिल्लो भाग बढी आरामदायी हुन्छ। यसको अर्थ हाँगामा भित्री दबाव कम हुन्छ
चोटबाट रस कम निस्कन्छ र नयाँ जराहरू बन्ने प्रक्रिया धेरै सजिलै स्वीकार छ। सिधा भाषामा भन्नुपर्दा बिरुवाले कम दुःख पाउँछ र सजिलै जरामा लाग्छ। वर्षको समयको कुरा गर्दा उनीहरूले यो प्रक्रिया वसन्तको सुरुवातमा वा गर्मीको अन्त्यतिर गर्थे, जब बिरुवामा अझै जराहरू बनाउन शक्ति हुन्छ, तर अत्यधिक गर्मी वा पूर्ण सुक्खाको तनावमा हुँदैन। वसन्तमा रस चल्न थाल्छ र बिरुवामा पुनर्निर्माण गर्न ऊर्जा हुन्छ। र गर्मीको अन्त्यतिर जब अलिक गर्मी घट्छ, त्यो समय मिश्रण सुक्ने जोखिम कम हुने भएकाले अकोडो विकास गर्नका लागि एकदम उपयुक्त हुन्छ। ठिक छ, अब नतिजाहरू आउन थाले। जब हामी हावामा गरिएको अकोडो खोल्छौँ, हामीले काटेको भाग वरिपरि सेता, बलिया र स्वस्थ जराहरू देख्नेछौँ। त्यो बेला हामीले तलबाट काट्न मात्र पर्छ र अब हामीसँग आम बोटसँग ठ्याक्कै मिल्दोजुल्दो नयाँ अन्जिरको बोट हुन्छ। ठ्याक्कै मिल्दोजुल्दो भन्नाले के अर्थ हुन्छ? यसको अर्थ यो नयाँ बोटले पनि उस्तै मात्रामा फल दिन्छ, उस्तै गुणस्तरको फल दिन्छ र धेरै छिट्टै फल दिन थाल्छ। यो शब्दशः आम बोटको जेनेटिक क्लोन हो। यो धेरै महत्त्वपूर्ण कुरा हो, किनभने जब हामी बिउबाट फलफुलको बोट हुर्काउन खोज्छौँ, प्राय कहिले उस्तै प्रकारको फल पाउँदैनौँ। बिउहरूले जेनेटिक मिश्रण गर्छन् र नतिजा भनेको लटरी जस्तै हुन्छ। धेरै फल दिन सक्छ, थोरै फल, नराम्रो फल, वा कहिलेकाहीँ फल दिन वर्षौँ लाग्न सक्छ, वा सिधै कहिल्यै फल नदिन पनि सक्छ। त्यसैले यो विधि यति मूल्यवान छ किनभने आम बोटलाई क्लोन गर्दा हामीलाई ठ्याक्कै कस्तो फल पाइन्छ भन्ने थाहा हुन्छ र वर्षौँको मेहनत खेर जान्न सक्दैन। सहारावी विधिले हामीलाई नयाँ बोट पनि उस्तै बलियो, उस्तै उत्पादनशील र मूल बोटका सबै गुणहरू यथावत हुने ग्यारेन्टी दिन्छ। अन्तिम सल्लाह, जब तिमीले अकोडो हटाएर नयाँ अन्जिरको बोट रोप्छौ, पहिलो केही हप्तासम्म माटो अलि चिसो भिजेको राख्न प्रयास गर। पुरै पानीले भिजाउन आवश्यक छैन, केवल चिसोपन कायम राख्नुपर्छ। यसले तिमीले लगाएको नयाँ जराहरू राम्रोसँग अनुकूलन गर्न र तिम्रो बोट पहिलो दिनदेखि नै बलियोसँग बढ्न थालोस् भन्ने सुनिश्चित गर्छ। सबैभन्दा पहिले म एकदमै महत्त्वपूर्ण कुरा स्पष्ट पार्न चाहन्छु। हामीले गरेको यो प्रविधि मूल सहारावी विधिको जति सकिन्छ त्यति नै नजिकको पुनरुत्पादन हो, तर अझ व्यावहारिक बनाउनका लागि आधुनिक सामग्रीहरू प्रयोग गरिएको छ। अब म तिमीलाई पुरै इमान्दारीका साथ र आफ्नै अनुभवका आधारमा भन्छु, यदि 2वटा चिरा बनाउने सट्टा हामीले पुरै घेरो काटेर छालो हटायौँ भने, अर्थात् हाँगाको वरिपरि पुरै छालो हटायौँ भने सफलताको प्रतिशत अझै बढी हुन्छ। यो प्रमाणित भइसकेको छ र अधिकांश अवस्थामा अझ राम्रो काम गर्छ। तर आज हामी सहारावी विधि उनीहरूले जसरी गर्थे त्यसै गरी अभ्यास गर्दैछौँ। त्यसैले हामी केवल 2वटा गहिरा चिरा बनाउनेछौँ, एउटा एकपट्टि र अर्को अर्कोपट्टि। म यो कुरा प्रष्ट पार्न चाहन्थे ताकि कुनै भ्रम नहोस्। यदि यो भिडियो तिमीलाई मन पर्यो भने कमेन्ट गर, लाइक गर र कुनै बोट बिरुवा मन पराउने साथीलाई सेयर गर, किनभने यो विधिले जो कोहीलाई आफ्नै घरमा फलफुलका बोटहरू फैलाउन र क्लोन गर्न मद्दत गर्न सक्छ। र मलाई खुसी लाग्नेछ यदि तिमीले मलाई भन्यौ कि कुन रुखमा यो विधि प्रयोग गर्दैछौ वा तिमी संसारको कुन भागबाट मलाई हेरिरहेछौ। हामी अर्को भिडियोमा भेटौँला।